1982 साल फागुन 1। प्रत्येकचोटि कसैलाई फोन गर्दै गर्दा यो ब्याकटोन सुनेर तपाईलाई झर्को लागिरहेको छ भने यो झर्को मान्ने समय होइन। देश तपाईँ र मेरो हातमा छ। आउँदै गरेको निर्वाचनको लागि यदि तपाईले मतदाता परिचय पत्र बनाउनु भएको छैन भने आउनुहोस् तपाईँ र म सँगै मिलेर नाम दर्ता गरौँ। सुरुमा क्रोममा गएर एउटा ट्याब खोल्नुहोस्। त्यसपछि apply.vr.election.gov.np मा क्लिक गरेपछि तपाईको यस्तो खालको पेज खुल्छ। त्यहाँ नयाँ दर्ता र नामावली अद्यावधिक भनेर दुईटा अप्सन हुन्छ। नयाँ दर्तामा क्लिक गर्नुहोस्। त्यसपछि तपाईको मोबाइल नम्बर इन्टर गर्नुहोस्। त्यसपछि तपाईको मोबाइलमा आएको ओटिपी लाई यहाँ टाइप गर्नुहोस्। त्यसपछि नयाँ दर्तामा क्लिक गर्नुहोस् र हालसम्म मेरो नाम मतदाता नामावलीमा समावेश भएको छैनमा राइट लगाउनुहोस् र सुरु गर्नुहोस्। त्यसपछि तपाईको स्थायी ठेगानामा गएर प्रदेश छान्नुहोस्, जिल्ला छान्नुहोस्, गाउँपालिका वा नगरपालिका छान्नुहोस्, वडा नम्बर छान्नुहोस् र मतदान स्थलको नाम छान्नुहोस् र अर्कोमा क्लिक गर्नुहोस्। त्यस्तै तपाईले व्यक्तिगत विवरण टाइप गर्नुहोस्, नागरिकताको विवरण, साथसाथै अपाङ्गता रहेको भए त्यो विवरण, अन्य र सम्पर्क स्थान छान्नुहोस्। तपाईँ जुन दिन निर्वाचन कार्यालय जान भ्याउनुहुन्छ त्यो डेट यहाँ उल्लेख गर्नुहोस् र अर्को थिच्नुहोस्। त्यसपछि तपाईको सम्पूर्ण विवरण भएको प्रिन्ट यहाँ उपलब्ध हुन्छ। दर्ता गर्नुहोस् मा थिचेपछि यस्तो खालको एउटा पेज खुल्छ र त्यसपछि यहाँ देखिएको पीडीएफ अप्सनमा थिचेर त्यसलाई डाउनलोड गर्नुहोस् र तपाईको यो डाउनलोड लिएर निर्वाचन आयोग कार्यालय जानुहोस्। साथै नागरिकता अनिवार्य रूपमा र यदि बसाइसराईको खण्डमा बसाइसराईको प्रमाणपत्र र विवाह गरेको हुनुहुन्छ भने विवाह दर्ताको प्रमाणपत्र लिएर निर्वाचन कार्यालय जानुहोस्। नाम दर्ता गर्ने समय धेरै छैन, कार्तिक 30 गतेसम्म मात्र। त्यसैले आजै मतदाता नामावलीमा आफ्नो नाम सुरक्षित गरौँ।